नमस्ते। म लुक्छिरी शेर्पा, जिरी नगरपालिका वडा नम्बर 7 को यही खावावासी। हाम्रो यो अहिले बन्दै गरेको यो चाहिँ जिरी प्रवेशद्वार गेट निर्माण चाहिँ बागमती प्रदेश सरकारबाट विनियोजन भएको र हाम्रो प्रदेश सभा सदस्य माननीय उर्मिला सुनवरको विशेष पहलमा चाहिँ यो बजेट चाहिँ 81-82 को बजेट चाहिँ विनियोजन भएर चाहिँ कार्य निर्माण सुचारू भएको छ। र यो गेट सुरु हुनुभन्दा अगाडि चाहिँ हाम्रो यहाँ प्रवेशद्वार गेट नभएको कारणले चाहिँ यहाँको स्थानीयहरूले जिरी नगरपालिकाले चाहिँ यहाँ चाहिँ अरू नै छुट्टै गेटहरू बनाउनु पर्ने, काठको गेट बनाउनु पर्ने, अरू गेटहरू बनाउनु पर्ने भएकोले खर्चिलो पनि भएको र यहाँ अलिकति चाहिँ राम्रो पनि नभएको हुनाले चाहिँ यो चाहिँ खावा बजार चाहिँ एउटा जिरी नगरपालिकाको प्रवेशद्वार भएकोले चाहिँ यो चाहिँ यो गेट अहिले निर्माण कार्य सुरु भएको छ। र यो गेट चाहिँ हामी अब यो असार मसान्तसम्ममा चाहिँ सम्पन्न गर्ने जमर्को गरिरहेछौँ र यो सक्छ पनि। र यो गेट बनिसकेपछि चाहिँ यो गेट चाहिँ अब थप जिरी नगरपालिकामा पालन गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई चाहिँ आकर्षण गर्नको लागि चाहिँ हामीले चाहिँ जिरी नगरपालिकाभित्र रहेको विभिन्न पर्यटकीय स्थलहरूलाई चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ कलेक्सन गरेर त्यसलाई चाहिँ एउटा फ्ल्यास बोर्ड मार्फत चाहिँ यहाँ एउटा प्रदर्शनी स्थल जस्तो बनाउनु पर्छ र त्यसको लागि पनि म नगरपालिका र प्रदेश सरकारसँग पनि अब आउने आगामी योजनाहरूमा चाहिँ यो बजेटहरू समावेश गरोस् भन्ने म आग्रह गर्न पनि चाहन्छु। र मैले अघि पनि भने जिरी नगरपालिकामा आउने पर्यटकहरूले चाहिँ योले एउटा चाहिँ आउने पाहुनाहरूलाई चाहिँ यो स्वागतको लागि चाहिँ एकदमै आकर्षक गेट बनिनेछ र हाम्रो यसको डिजाइन एकदमै राम्रो छ र यसमा चाहिँ हाम्रो यो गेटमा चाहिँ हामी यो लाइटिङ सहितको र यसको छेउछेउमा चाहिँ हामी वेलकम टु जिरी नगरपालिकामा यहाँहरूलाई स्वागत गर्नेछु भन्ने खालको हामी चाहिँ एक खालको हामी यो प्रिन्ट गरेर पनि हामी त्यहाँ स्टिल प्रिन्ट पनि हामी राख्छौँ र त्यस सँगसँगै त लाइटिङ पनि हुन्छ र गर्दाखेरि यो अलि आकर्षक गेट नै जिरी नगरपालिकाको एउटा नमुना गेट बन्नेछ।